एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। र आजको भिडियो धेरै विशेष छ किनकि मेरो श्रीमान चाहिँ छुट्टी आउनु भएको छ नि त। अनि धेरै दिनपछि हामी बुढाबुढी चाहिँ सँगै समय बिताउने मौका पाएको रे। त्यसै कारणले आज हामी चाहिँ चितवनदेखि बाइकमा पोखरा घुम्न निस्केका छौँ हामी बुढाबुढी। अनि अहिले चाहिँ हाम्रो यात्रा सुरु भइरहेको छ। यो चाहिँ हो हाम्रो बाइपास रोड। मुगलिन आइपुगे। साथीहरू, हामी चाहिँ यता मुगलिनमा एकछिन पसल अगाडि रोकेर चिया पियौँ। अनि चिया पिएपछि चाहिँ हामी मुगलिनको पुल हुँदै हामी पोखरातर्फ अगाडि लाग्यौँ। अगाडि बढिरहेको थियौँ। बाटोमा हिँडिरहेको बेलामा हामीले साइडमा एउटा एक्सिडेन्ट पनि देख्यौँ। मेरो चाहिँ उता बाटोमा त्यो कपडा सल एउटा स्कार्फ थियो नि त, स्कार्फ चाहिँ झऱ्यो नि त। अनि त्यसपछि उता बुढा चाहिँ लिन जानुभएको छ। अहिले चाहिँ हामी दमौली बजार पुग्न लाग्यौँ। अब एकदम पोखरा जाने बाटो चाहिँ एकदम राम्रो बनाएको रहेछ, एकदम राम्रो लाग्यो। आफ्टर 2 इयर्स पछि आएको नि त, 2 वर्षपछि। के भएको? के भएर स्टार्ट नभएको? किन? सेल्फ होइन र? बाइक राइडमा हामीले बुढाबुढी पोखरा आइपुगे। 3 घन्टा लाग्यो हामीलाई। 3 घन्टामा हामी पोखरा आइपुग्यौँ। एकदम राम्रो रहेछ बाटो पनि। स्वागत छ तपाईँहरूलाई लेक साइडमा। वेलकम। यो झोला बोकेर के हो? कहाँ जानु लाग्यो? पोखराको म झोला बोकेर हामी जाँदैछौँ होटल खोज्नुलाई। होटल चाहिँ कुन बस्ने हामीले यहाँ बुकिङ गरेको थिएनौँ, त्यही भएर हामी होटल खोज्दैछौँ। लेक साइडमा राम्रो होटल कहाँ छ होला भनेर थाहा छैन, त्यही भएर हामी होटल चाहिँ यही हो। र हामी बसेकोहरूदेखि चाहिँ यस्तो भ्यू देख्दो रहेछ। पछाडि ब्याकग्राउन्ड हेर्नुहोस्, यस्तो भ्यू देख्दो रहेछ। हामी चाहिँ होटलबाट एकछिन बाहिरसम्म जान लागेको साथीहरू।
लेक साइडमा हामी घुमिरहेको बुढाबुढी आई यताबाट कता पुग्छौ लेक साइड भ्यू के पाइन्छ यतातिर बारबी खानु अघि मैले टिकटकमा देखेको थिएँ कि खाना हान्डाम कहाँ हो खाना त्यहाँ अब हामी खाना खोज्दै हिँड्दैछौँ थकाली खाना हामी चाहिँ छौँ अहिले पोखराको लेक साइडमा अनि हामी चाहिँ अब भोक लाग्यो नि त अनि खाना खानको लागि अब थकाली खाना कहाँ मिठो पाइन्छ भनेर हामी खोज्दैछौँ अब हामीलाई थाहा छैन कहाँ पाइन्छ भनेर चाहिँ अब हेर्दै जाऊँ कहाँ पाउँछौँ फाइनल्ली साथीहरू हामीले चाहिँ लेक साइडमा चाहिँ एउटा राम्रो रेस्टुरेन्ट भेट्यो खानाको लागि थकाली खानाको लागि अनि दिनभरि हामी पनि थकाइ लागेको थियो नि त अनि भोक पनि लागेको छ त्यसपछि नि हामीले पनि खाना अर्डर गऱ्यौँ 2टा खाना अर्डर गरेर त्यसपछि हामीले इन्जोय गऱ्यौँ बुढाबुढी फर्स्ट डेट है भाइर आज चाहिँ हाम्रो Hi फर्स्ट guys, डेट बुढाबुढी हामीहरू के अरे धेरै पछि बाहिर आएको होइन आज पोखरामा घुम्न आएको बुढाबुढी 2 वर्षपछि 2 वर्ष हामीहरू अब विदेशीवाला मान्छे अब धेरै आउनु पाउँदैन फर्स्ट टाइम यस्तो बिहापछि फर्स्ट टाइम होला यो आउटसाइड डेट कस्तो लाग्छ तिमी एकदम डेट त केटीहरू पनि यस्तै अब भोक लाग्यो खाना खुसी लागेर चाहिँ अब खाना खान एकदमै चिसो भइसक्यो हामी चितवनबाट पोखरा थियो होइन अनि पोखरा साह्रै रमाइलो रहेछ अनि थकाली खाना खाने रे भनेर अनि खाना खान डेट लागेको जस्तै हो हामीहरू बुढाबुढीको ल है साथीहरू हामी चाहिँ खाना खान्छ है अब हजुर बाहिर बिल छ हामी बसेको यहाँ हामीले यहाँ बाइक छोडेछु कपाल हुँदो रहेछ घुम्न आएको किन हामी कपाल यहाँ छौँ हामी सबै यहाँ पोखरामा कपाल बाइक तल राखेको छौँ हामी छौँ थर्ड फ्लोरमा नाइटको नजारा पोखरा ब्युटिफुल पोखरा अहिले चाहिँ हामी अब यहाँ गुप्तेश्वर महादेव गुफाभित्र जान लागेको मेरो बुढा चाहिँ बाइक पार्किङ गर्दै हुनुहुन्छ हुन्छ त भित्र जान्छौँ भित्र जानु लाग्यो यसो जाने यो गुप्तेश्वर हेरौँ किन हेरेर भा किन भयो भने गुप्तेश्वर अँ त्यो गेटको कति टाढा लाग्छ हामी चाहिँ अहिले गुप्तेश्वर गुफाभित्र जाँदैछौँ 20 मिटर फ्रम हियर के भन्छौ यताबाट होला यता चाहिँ यस्तो पसलहरू छ 20 मिटर भनेको त्यही त just 10 meter from here
मलाई लास्ट डर लाग्छ तारेभित्र गुफा गुप्तेश्वर गुफा डेभिड फलको यसकै मुनिको देख्ने हो नि थाहा छ तपाईँलाई आम्बोको मात्रै कति 9 क्लास पढ्ने बेलामा आएको यहाँ त्यसपछि बादमा एकचोटि आइगयो है त्यो कुशलहरूसँग आयो जस्तो लाग्थ्यो त यो तल जाने बाटो रहेछ गुप्तेश्वर गुफाको चाहिँ ट्याक्कै त्यो इन चाहिँ अनि डेभिड फलमा देख्ने होइन त त्यही हो नि त पहिला धेरै अगाडि आएको थियो हामीहरू अनि तपाईँहरूमा आयो क्या होइन ए आएको हामी त्यसपछि त म त अहिले पो आएको भाइ धेरै वर्ष निस्किने बेलामा चाहिँ तनाव हुन्छ होला म त डर लाग्छ भाइ जुत्ताहरू भिज्छ क्या जुत्ता भिज्छ होइन जुत्ता त गुफा बन्द ए मन्दिर मात्रै उता बन्द छ अरू फल चाहिँ ए जय शम्भु यहीँ छ मात्रै तल हिँड्नै गाह्रो हुन्छ ल ए उल्टाउनु भएछ तपाईँ त तपाईँ उल्टाउनु भयो कि हामी उल्टा हो हामी चाहिँ गुप्तेश्वर गुफामा इन्ट्री गऱ्यौँ तर तल चाहिँ जान नपाउने रहेछ अहिले चाहिँ यो पानी धेरै आएको कारणले गर्दा बन्द गरेको रहेछ नि त अनि गऱ्यौँ यता मन्दिर दर्शन गऱ्यो मन्दिर दर्शन गरेर मन्दिरभित्र क्यामेरा उता मन्दिर चाहिँ लान नमिल्ने रहेछ क्यामेरा अनि माथि माथि मात्रै गरेको हेर्नु त यस्तो मजाले पानी रसाइरहेको छ गुफा हेर्नु त यस्तो मजाले पानी रसाइरहेको छ यस्तो मजाले पानी यो पुरै पानी यहाँ तल भुइँमा यस्तो मजाले जय शम्भु जय कैलाशपति जय भोलेनाथ रक्षा गरून् सबैको अघि ढोका बन्द थिएन यहीँबाट अघि हामी यहाँबाट निस्क्यो र म त हिँड्नै सक्छ बाहिर निस्किदिनु नि दादा बाहिर निस्किदिनु हामी चाहिँ भित्र मन्दिर दर्शन गरेर बाहिर निस्केको तल चाहिँ जान नपाउने रहेछ त्यो झर्ना झरेको ठाउँमा चाहिँ जान नपाउने रहेछ इन्डमा चाहिँ जान पाएन त्यो तल चाहिँ जानु नपाउने रहेछ अहिले चाहिँ बन्द गरेछ कि पानी धेरै आएको भएर तल मन्दिरसम्म मात्रै पुगेर हामी चाहिँ दर्शन गरेर फर्क्यौँ एकदम थाक्यो पसलहरू यसरी राखेको रहेछ यताबाट ओ माय गॉड आज धेरै हिँड्यो साथीहरू आज धेरै हिँडेँ म धेरै थाकेँ अब त्यही हो जाने अबबाट दर्शन गरेर निस्क्यौँ अनि अहिले चाहिँ तल पानी बन्द गरिदिएको रहेछ त्यही भएर तलसम्म जानु पाएन अनि हामी चाहिँ मन्दिरसम्म गएर दर्शन गरेर फर्क्यौँ गुफाभित्र गयौँ